सो हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आजको यो भिडियोमा चाहिँ मैले दुईटा एपको बारेमा चाहिँ भनेको छु र यो भिडियो चाहिँ 8 मिनेटको छ। 8 मिनेट नै चाहिँ हेर्नु होला है, किनभने दुईटा एपको बारेमा चाहिँ भनेको छु। एकदम राम्रो एप छ। मैले पैसाहरू पनि एकदम धेरै चाहिँ निकालेको छु र यसबाट पैसाहरू निकाल्न चाहिँ हजुरहरूलाई गाह्रो केही पनि छैन। यसबाट चाहिँ हजुरहरूले सिधै ई-सेवामा चाहिँ पैसाहरू निकाल्न मिल्छ। सबै कुरा जान्नको लागि हजुरहरूले बक्समा नि राखिदिनेछु, दुईतिरै हुनेछ। त्यहाँबाट गएर चाहिँ एपलाई चाहिँ लिङ्कबाट नै इन्स्टल चाहिँ गर्नु होला, किनभने जति हजुरहरूले लिङ्कबाट इन्स्टल गर्नुहुन्छ त्यति नै हजुरहरूलाई फाइदा चाहिँ हुने हो। त्यही भएर चाहिँ मैले यो दुईटा एपको बारेमा भनेको छु। अनि एकदम मैले अहिलेसम्म जानेमध्ये ठिकै हो, योभन्दा अझ राम्रो एप पनि छ, तर यो दुईटा चाहिँ एकदम राम्रो नै पर्छ कि मेरो लिस्टमध्येको। त्यही भएर चाहिँ यो भिडियोलाई चाहिँ राम्रोसँग चाहिँ हेरिदिनु होला है त। अब सुरुको लिङ्कको नाम चाहिँ एप नम्बर 1 हो। अब यो एपको लिङ्क पनि डिस्क्रिप्सनमा चाहिँ एप नम्बर 1 भनेर राखिदिनेछु र सेकेन्डकोलाई एप नम्बर 2 भनेर चाहिँ राखिदिनेछु। दुईटालाई चाहिँ इन्स्टल गर्नु होला। अनि त्यसपछि चाहिँ यहाँ आइसकेपछि हजुरहरूको चाहिँ अब यहाँबाट चाहिँ मैले यसलाई सर्टकटमा भनिदिनेछु। यसको फुल भिडियो चाहिँ मैले डिस्क्रिप्सनमै राखिदिनेछु, त्यहाँबाट गएर चाहिँ हेर्न सक्नुहुनेछ। मैले यो एपबाट चाहिँ पेमेन्टहरू निकालेको पनि हजुरहरूलाई देखाइदिनेछु। यसमा अर्निङ गर्नको लागि चाहिँ मैले भन्छु मेलहरूले चाहिँ यो एप युज नगर्नु होला। एप नम्बर 2 भनेको छु नि, यसपछिको एप चाहिँ हजुरहरूले युज गर्नु होला। फिमेल जति पनि फिमेल हुनुहुन्छ उहाँहरूले चाहिँ यो एपलाई चाहिँ युज गर्न सक्नुहुनेछ, किनभने मेलको लागि नै राम्रै हो। तर सुरुमा चाहिँ पैसा चाहिँ अलिकति खर्च गर्नुपर्छ मेलले, त्यही भएर चाहिँ छोडिदिनुहोस्। यो चाहिँ युज नगर्दा पनि हुन्छ, मेलहरूले चाहिँ फिमेलहरूले चाहिँ युज चाहिँ गर्दा हुन्छ है त। अनि यहाँ थियो मैले डिटेलमा अब विथड्र नाउमा गएर मैले रेकर्डहरू देखाइदिनेछु। जस्तै यो एपबाट मैले 9999 लगभग $10 चाहिँ निकालेको छु। कतिचोटि 5 चोटि भनेपछि 1300 भनेपछि 1250 लगभग 6,500 7,000 जति चाहिँ निकालेको छु के। त्यही भएर चाहिँ यो एपबाट चाहिँ मैले 6,500 7,000 जति चाहिँ एकदम सजिलोसँग चाहिँ ई-सेवामा होइन, मैले ब्याङ्कमा निकालेको। हजुरहरूले ई-सेवामा पनि निकाल्न चाहिँ मिल्छ, केही पनि गाह्रो छैन। जस्तै यहाँ तिमी देख्न सक्नुहुन्छ मेरो अहिले 8 पोइन्ट कति डलर पुगेको छ। यसमा चाहिँ हजुरहरूले $10 भएपछि मात्र विथड्र गर्न मिल्छ र यसको यहाँ तिमी देख्न सक्नुहुन्छ हजुरहरूले चाहिँ यसमा अर्निङ गर्ने मेथडहरू चाहिँ केही पनि छैन। नर्मल हो, हजुरहरू लाइभ बसेर पनि अर्निङ गर्न सक्नुहुन्छ। अब यसको लागि चाहिँ हजुरहरूले यो यति मात्र भिडियो हेरेर चाहिँ हजुरहरूले थाहा पाउन चाहिँ सक्नु हुँदैन। जस्तै यहाँ तिमी चाहिँ रिफर गरेर पनि हजुरहरूले अर्निङ चाहिँ गर्न सक्नुहुनेछ। अनि यहाँ तिमी रिफर गरे बापत यहाँ के छ, कति रिफर गरे बापत के गरे बापत अर्निङ हुन्छ भनेर चाहिँ यहाँ सबै देखाएको छ। कति घन्टा लाइभ बस्नु भने कति रिवार्ड पाइन्छ, सबै कुरा चाहिँ यहाँ छ। तर यसको लागि चाहिँ हजुरहरूले फुल भिडियो चाहिँ हेर्नुपर्छ, देख्न सक्नुहुनेछ। मेरो च्यानलमा गएर हो यो भिडियो नम्बर 1 अर्निङ एप इन नेपाल धेरै पैसा दिने एप भनेर चाहिँ हालेको छु नि। यो चाहिँ यो भिडियो चाहिँ हेर्नु होला। यो भिडियो हेर्नुभयो भने चाहिँ हजुरहरूले यो एपको बारेमा चाहिँ राम्रोसँग बुझ्नुहुनेछ, कसरी अर्निङ गर्ने भन्ने कुरा सबै कुरा चाहिँ एकदम डिटेलमा भनिदिएको छु। अब कसरी लाइभ बस्ने, कसरी के गर्ने सबै कुरा भनिदिएको हुनाले हजुरहरूले चाहिँ यो भिडियो चाहिँ गएर हेरिदिनु होला है त। अनि यसमा चाहिँ विथड्र गर्ने भनेको चाहिँ यहाँ तिमी देख्न सक्नुहुनेछ, म देखाइदिन्छु विथड्रको लागि कुन कुन अप्सन छ भनेर। जस्तै हाम्रो नेपालमा चाहिँ अब के छ भन्ने सबै कुरा चाहिँ मैले अघि नै भनेको भिडियो चाहिँ हेर्नु होला है त। अब एप नम्बर 2 पनि मैले एकदम चलाइरहेको एप चाहिँ हो। यो एपबाट पनि मैले धेरैभन्दा धेरै पैसा चाहिँ निकालिसकेको छु र यो एपलाई पनि हजुरहरूले डिस्क्रिप्सनको लिङ्कबाटै इन्स्टल गर्न होला। कमेन्टमा नि छ डिस्क्रिप्सनमा चाहिँ, त्यहाँबाटै लिङ्कबाटै इन्स्टल चाहिँ गर्नु होला। अनि यसबाट चाहिँ हजुरहरूलाई चाहिँ अर्निङ गर्नको लागि खासै गाह्रो केही पनि छैन। हजुरहरूले चाहिँ एपलाई युज गर्नुभएको छ तर अर्निङ गर्ने तरिका थाहा छैन भने चाहिँ यो भिडियोलाई हेर्दा पनि हुन्छ। मैले भनिदिएको छु कसरी अर्निङ गर्ने भनेर। जस्तै यहाँ थिम चाहिँ अब हजुरहरूको यस्तो देखाएको छ, यहाँ थिम लक लागेको छ, छेउमा तालचा देखाएको छ। अब यहाँ थिम चाहिँ हजुरहरूले कुनै पनि टास्क चाहिँ गर्न मिल्दैन। हजुरहरूले यसको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ जस्तै म विथड्र गरेको पनि देखाइदिन्छु। मैले चाहिँ 111311 गरेर चाहिँ पैसाहरू चाहिँ विथड्र चाहिँ गरेको थिएँ। यो मेरो सेकेन्ड एकाउन्ट हो। पहिला चाहिँ झन् धेरै विथड्र चाहिँ गरेको थिएँ। पहिलाको एकाउन्ट बिग्रिएर मैले सेकेन्ड एकाउन्ट बनाएको हो। अब यसपछि यहाँ थिम चाहिँ गेट 10 भनेको छ नि हो, यहाँ थिम चाहिँ हजुरहरूले क्लिक गर्नु होला। अनि यहाँ थिम क्लिक गरेपछि प्ले नाउ भनेर आउँछ, यहाँ थिम चाहिँ क्लिक गर्नुपर्ने हुनेछ हजुरहरूले। अनि यहाँ थिम क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ यस्तो आउँछ हजुरहरूको अगाडि। अनि यहाँ थिम आइसकेपछि यहाँ माथिपट्टि यहाँ यस्तो छ, देख्न सक्नुहुन्छ यत्रो एपहरू छ। अनि यहाँ यस आरटी भनेर चाहिँ लेखेको छ, देख्न सक्नुहुनेछ। यहाँ थिम क्लिक गरेर टाइम लो टु हाई चाहिँ गर्नु होला। लो टु हाई गरेपछि हजुरको अगाडि थोरै कोइन भएको चाहिँ सुरुमा आउँछ। अनि हजुरहरूले टास्कहरू गर्ने भनेको यो थोरै हो क्या। अब यहाँ थिम हजुरहरूले थोरै टास्क छ भनेर चाहिँ टेन्सन लिनु पर्दैन। जस्तै म यहाँ थिम यसलाई कम्प्लिट गर्ने तरिका पनि भनिदिन्छु हजुरहरूलाई। भ्यू डिटेलमा जानुहोस्। अनि यहाँ आइसकेपछि हजुरहरूले
हो, यो मैले गोलोमा देखाएको चाहिँ यहाँ सुरुमा क्लिक अन द लिंक बिलो भनेको छ। लिंक चाहिँ हुँदैन यहाँ लिंक भनेकै यो 312 लेखेको कोइन छ नि यो गेट 312 कोइनमा हो। यहाँ तिमी क्लिक गरेपछि हजुरको लिंक चाहिँ आउँछ अनि डाउनलोड द एप फ्रम वेबसाइट भनेको छ अनि यहाँ तिमीबाट इन्स्टल इन एपीके भनेको छ, रजिस्टर एपीके भनेको छ, एक्सप्लोर एपीके भनेको छ। हजुरले चाहिँ यति गरेपछि चाहिँ हजुरले 312 चाहिँ पाउनुहुनेछ। त्यो लिंकको लागि चाहिँ यहाँ 312 कोइन लेखेको छ नि गेट हो। यहाँ तिमी क्लिक गरेपछि आफै हजुरको अगाडि एउटा वेबसाइट खुल्छ। त्यहाँबाट गएर चाहिँ एपलाई चाहिँ इन्स्टल गर्नुपर्ने हुनेछ है त। अनि यसरी नै हजुरले यहाँ तिमी भएको थोत्रे कोइन भएको चाहिँ गर्नु होला, धेरै भएको चाहिँ मैले गर्नु चाहिँ भन्दिनँ किनभने गाह्रो चाहिँ हुन्छ। अब टास्कहरु कम्प्लिट गर्न एकदम गाह्रो चाहिँ हुन्छ। धेरै कोइन भएको चाहिँ बरु थोरै भएको खेल्नु भयो भने चाहिँ धेरै अर्निङ चाहिँ गर्न सक्नुहुनेछ। अब मिसनहरु हेर्ने चाहिँ यहीँको कम्प्लिट रजिस्ट्रेसन भनेको लिंकलाई क्लिक गर्ने त्यही लेखेको हुन्छ कसरी मिसनहरु चाहिँ कम्प्लिट गर्ने भनेर चाहिँ। अब यहाँ तिमी यत्रो धेरै छ देख्न सक्नुहुनेछ हजुरहरुले पनि। अनि यो एपमा चाहिँ हजुरहरुले यस्तै सानो टास्कहरु खेल्दै गएपछि हजुरहरुले चाहिँ 8000 कोइन पुगाउनु भयो भने चाहिँ $1 चाहिँ पाउन सक्नुहुनेछ। अब विथड्रको लागि चाहिँ टेन्सन लिनु पर्दैन, कसरी विथड्र गर्ने सबै कुरा चाहिँ भनिदिएको छु, लास्टसम्म चाहिँ हेर्नु होला। अनि यहाँ तिमी चाहिँ मैले भनिसके थोत्रै कोइन भएको यहाँ छ नि अरु पनि यहाँ बिचमा आएको छ, यहाँ तिमी हेर्न सक्नुहुन्छ। अब यो सबै चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ भने चाहिँ गरे भयो, नत्र यो थोत्रै भएको चाहिँ पुरै गर्दा नै राम्रो। यो आएछ फेरि 260 कोइन, 208 कोइन, 260 कोइन, 260 कोइन। 1000 भन्दा तलको चाहिँ हेर्नु होला है। 1000 कोइन भन्दा थोरै भएको कोइन चाहिँ मिसनहरु चाहिँ खेल्नु होला के, किनभने धेरै भएको खेल्नु भयो भने चाहिँ कटाउन चाहिँ गाह्रो पर्छ। अनि यसको विथड्र इसिओमा पनि त निकाल्नु पर्यो, त्यसै त गाह्रो हुन्छ हजुरहरुलाई भने चाहिँ विथड्रमा इसिओमा निकाल्नको लागि पनि केही पनि गाह्रो छैन। जस्तै अब मेरो चाहिँ 1000 कोइन छ अहिलेलाई चाहिँ मसित चाहिँ कोइन छैन, नत्र विथड्र गरेर पनि देखाइदिन्थे हजुरहरुको अगाडि नै। अब यसको लागि चाहिँ यहाँ तिमी चाहिँ अब विथड्रमा पेपल र बाइनेन्स छ, हजुरहरुले पेपलबाट नि निकाल्न सक्नुहुन्छ, बाइनेन्सबाट नि। तर हजुरहरुले चाहिँ अब इसिओमै भनेर निकाल्न चाहनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानलमा चाहिँ गएर देख्न सक्नुहुन्छ। मेरो युट्युब च्यानलमा आउनुहोस् अनि तल्लोपट्टि गएपछि एउटा च्यानल छ देख्न सक्नुहुन्छ। यहाँ तिमी आइसकेपछि च्यानलमा आइसकेपछि तल्लोपट्टि नेपाली अर्निङ भनेर चाहिँ रहेको छ। यहाँ तिमी यो लास्टको छ नि यो च्यानल हो, यो च्यानललाई चाहिँ क्लिक गर्नुपर्ने छ। अनि यो च्यानलमा गएर हजुरहरुले चाहिँ यहाँ तिमी भिडियोमा गएर चाहिँ यहाँ तिमी छ नि 100% पेमेन्ट प्रुफ अन 11 विथड्र इन नेपाल भनेको छ नि, यो भिडियोलाई चाहिँ पुरै हेर्नु भयो भने चाहिँ हजुरहरुले इसिओमा पैसा निकाल्न चाहिँ केही पनि गाह्रो चाहिँ हुने छैन है त। यो भिडियो चाहिँ हेर्नु होला इसिओमा पैसा निकाल्न चाहनुहुन्छ भने। आजको लागि यही नै थियो भिडियो। अब कुन एपको बारेमा जान्नु छ कमेन्ट